तपाईँको यो नेपाल देशमा खै विकास होला जस्तो मलाई लाग्दैन। अब तपाईँको यो देश नेपालभित्र राष्ट्रपति प्रधानमन्त्रीहरू हुनुहुन्छ होइन, सबै मन्त्रीहरू हुन्छ, उहाँहरूको भिजनै छैन तपाईँको देशमा कलकारखाना उद्योग खोल्ने र यो देश नेपालमा तपाईँको चाहिँ अब कृषि उत्पादन गरेर समाजको जनतालाई त्यहाँ जोड्ने र रोजगारी दिने भन्ने खालको ज्ञान त्यो तपाईँको भिजनै छैन। नभएपछि तपाईँको यो देशमा राष्ट्रपति भएर के काम लाग्यो, प्रधानमन्त्री भएर मन्त्री भएर के जनताको लागि केही कामै हुँदैन। जनताले जागिर खानु पर्यो भने सबै विदेश पलायन हुनुपर्छ। यस्तो स्थिति हस् त्यहाँदेखि यो देशमा के अरे भए पनि नभए पनि नेताहरू भए पनि नभए पनि अब काम छैन जस्तो लाग्छ है मलाई चाहिँ। तपाईँलाई के लाग्छ है? न कम्ती होइन अरू देशमा त तपाईँको राष्ट्रपति प्रधानमन्त्री तपाईँको त्यो देशको मन्त्रीहरू भएपछि त्यहाँ उद्योगहरू खोलेको हुन्छ, विदेशमा तपाईँको कलकारखाना उद्योग खोलेको हुन्छ, कृषि उत्पादन गर्छ, त्यहाँको जनताहरूलाई के अरे समाजलाई रोजगार दिइरहेको हुन्छ। तर हाम्रो नेपालमा त्यस्तो छैन। र अनि यो देशमा भए पनि अब के भएर मन्त्रीहरू नभए पनि के भएर केही गर्दै त गर्दैन जनताको लागि। केही गरेको छ त तपाईँ हाम्रो केही गर्दैन। जनताको हितमा केही काम गरेको छ, जनतालाई रोजगार दिएको छ त, बस्ने नेपालमा बस्ने वातावरण बनाएको छ त यहाँको नेताहरूले बनाएको छैन। त्यसले गर्दाखेरि अब गम्भीर विषय छ, तपाईँ हामीले अब सोच्नुपर्ने छ र तपाईँ हामीले बुझेर अब सोचेर दिमागलाई चेन्ज गरेर अब यसरी हुँदैन रहेछ, हामीले केही सोच्नुपर्छ रहेछ भन्ने खालको ज्ञान सबै जनतामा जाओस् भन्ने मेरो भनाइ हो। र तपाईँहरूसँग यो थोरै भनाइ राख्दै तपाईँहरूबाट बिदा हुन्छ। हस् त, धन्यवाद।